हेलो गाइस, फर्स्ट डे मेरो युएमा म चाहिँ रेडी हुँदैछु। युएको चाहिँ एउटा राम्रो कम्पनीको चाहिँ रुल्स के छ भने पासपोर्ट सबमिट गरिसकेपछि मात्रै तपाईँको स्यालेरी काउन्ट हुन्छ। सो आज चाहिँ म आलिनदेखि दुबई जाँदैछु। मेरो स्वर पनि ठिक छैन, अलि बसेको छ। सो आइ एम गोइङ गेट रेडी टु गो दुबई। तपाईँलाई म अपडेट गर्दै गर्छु है त। ओके गाइज, म चाहिँ निस्केको अलिन बसको लागि। हजुरलाई अपडेट गर्दै गर्छु है त। बाई। यति बेला चाहिँ के हुन्छ भने रमदानको टाइम हो नि त। अब उनीहरू चाहिँ टक्क 5 बजे उठेर खान्छन् अनि सुत्छन् मजाले होइन। सुत्नेहरू ड्युटी पनि हुँदैन, त्यसैले पसलहरू सबै बन्द छ। अनि म चाहिँ हिँडेको। पसलहरू सब बन्द हुन्छ, सब पसल बन्द हुन्छ, किनभने अब फास्टिङ चलिरहेछ नि त, उनीहरूलाई पनि गाह्रो हुन्छ। 9 बजेको बस छ गाइज, 8:30 हिँडिसक्यो। बसबाट अलिकति चाँडा छ, भर्खर भ्याकेसनबाट आएको, पैसा छैन, गाह्रो छ। अब म चाहिँ हजुरहरूलाई चाहिँ के भन्छु भने मसँग चाहिँ 100 dirham छ होइन। अब 100 dirhamले चाहिँ, किनभने जति पैसा भयो त्यति फार्मेसी हुन्छ भन्छ नि, सच्चै रहेछ क्या। अब मसँग 100 dirham छ, अब त्यो 100 dirhamलाई मैले कसरी युटिलाइज गर्नुपर्छ त्यो मैले सिकेको छु नि त, दुबईमा बसेर, स्पेसली अलिनमा बसेर होइन। सो 100 dirhamमा म दुबई गएर पनि तपाईँलाई वापसी आएर देखाउँछु है त। फेरि 100 dirhamमा मेरो भिडियो वाच गर्दै गर्नु होला। हजुरलाई म 100 dirhamमा चाहिँ दुबई टु अलिन टु दुबई, दुबई टु अलिन। ओके गाइज, कोही चाहिँ ड्युटी सकेर बल्ल जाँदै हुनुहुन्छ। यो चाहिँ अफिस हो अनि यो हो हाम्रो अलिनको बजार। हेर्नुहोस्, सुनसान छ बाटो, कोही छैन। कोही ड्युटीबाट आउँदै हुनुहुन्छ, कोही डेलिभरी गर्न जाँदै हुनुहुन्छ, सबै पसल बन्द छ। यस्तो छ सिचुएसन बिकज रमदान। हाम्रो अलिनको मेन ठाउँ है त, टाउन सेन्टर भन्छ यसलाई। आई थिङ्क कतिपय व्यक्तिहरूलाई थाहा होला, यसलाई चाहिँ टाउन सेन्टर भन्छ। सो अब म यहीँबाट जान्छु बस स्टप, किनभने यहाँबाट मलाई नजिक पर्छ। यो चाहिँ मैले आजभन्दा 4 वर्ष अगाडि गरेको मार्केट है त, 2 महिनाको लागि भए पनि गरेको थिएँ मैले यहाँ। ल है गाइस, यो चाहिँ हाम्रो अलिनको बस स्ट्यान्ड, दुबई, अबुधाबी जाने, शारजा, अजमान जाने बस स्टप है त यो त। आई थिङ्क धेरैलाई थाहा होला अलिनमा बस्नेहरूलाई। यो बस स्टप, म जाँदैछु भित्र। स्याड न्युज, मेरो चाहिँ एउटा बस छुट्यो। 9 बजेको बस भनेको 9:40 को बस रहेछ, त्योभन्दा अगाडि 8:35 को बस रहेछ। एउटा बस मैले मिस गरेँ। अब नेक्स्ट बसमा जान्छु। मैले चाहिँ 50 dirham रिचार्ज गरेको छु, 50 dirham ओन्ली है त। अब 100 dirhamमा 50 dirham बाँकी छ। लेट्स चेक।